लुकाले लेखेको सुसमाचार अध्याय 14। येशू एकजना फरिसीको घरमा। एक सबात उहाँ फरिसीहरूका कुनै एकजना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको सेवामा बसिरहेका थिए। जलग्रह रोगले पीडित एकजना मानिस उहाँको सामुन्ने थियो। येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, सबातमा निको पार्नु उचित छ कि छैन? तर तिनीहरू चुप लागिरहे र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा सबात दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन? अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्। अनि भोजमा आएका अतिथिहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। विवाहको भोजमा तिमीले कसैको निम्तो पायो भने आदरका स्थानमा नबस। तिमीभन्दा बढी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्। तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, यिनलाई बस्ने ठाउँ देऊ, र तिमी चाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नु पर्नेछ। तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ए मित्र, माथि गएर बस्नुहोस्। त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ। किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ त्यो होच्याइनेछ, र आफूलाई होच्याउने चाहिँ उच्च पारिनेछ। अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्र त तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा गरिब, लुला, लङ्गडा, अन्धाहरूलाई बोलाऊ, र तिमीले आशिष पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ। विराट भोजको दृष्टान्त। उहाँसँग खान बस्नेहरूमध्ये एकजनाले यी कुरा सुनेर उहाँलाई भन्यो, त्यो धन्य हो जसले परमेश्वरको राज्यमा भोज खानेछ। तर उहाँले त्यसलाई भन्नुभयो, कुनै एकजना मानिसले बेलुकीको एउटा विराट भोज तयार गर्यो र धेरैलाई निम्तो दियो। उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, आउनुहोस्, अब सब थोक तयार छ। तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानु परेको छ, म बिन्ती गर्दछु, मलाई माफी होस्। अनि अर्कोले भन्यो, मैले 5 हल गोरु किनेको छु, म ती हेर्न जान्छु, म बिन्ती गर्दछु, मलाई माफी होस्। अर्कोले भन्यो, मैले विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ। तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, सहरका सडकहरू र गल्लीहरूमा चाँडो जा, र गरिबहरू, लुलाहरू, अन्धाहरू, लङ्गडाहरूलाई यहाँ भित्र ल्याए। तब नोकरले भन्यो, हजुरले आज्ञा गर्नु भए बमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ। मालिकले नोकरलाई भन्यो, मूल सडकहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरियोस्, किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउने छैन। ख्रिस्टका चेलाहरूले तिर्नुपर्ने मोल। मानिसहरूको ठुलो भिड उहाँका साथ जाँदै थियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुबा, आमा, पत्नी, छोराछोरीहरू र दाजुभाइ, दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने त्यो धरहरा बनाइ सिद्ध्याउने खर्च आफूसित छ कि छैन भने के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
नत्र भने त्यसले जग बसालेपछि सिद्ध्याउन सकेन भने देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन। कुन राजा होला जसले अर्को राजासँग लडाईँ गर्न जाँदा आफ्नो साथ भएका 10,000ले त्यसको विरुद्ध आउने 20,000सँग लडाईँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन? तिनले नसक्ने हो भने त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ। यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। नुन असल हो, तर नुन अलिनो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ त्यसले सुनोस्। आमेन।